गाइस आज चाहिँ म ग्रो गार्डन खेल्नेवाला छु। म चाहिँ लगइन भइसके। स्टकमा चाहिँ के राम्रो गाइस स्टकमा चाहिँ केही पनि राम्रो थिएन। अब हामी चाहिँ डेली डिल हेर्नेवाला छौँ। अभोकाडो थियो, पाइनएप्पल छ र फ्रेसियन 3वटा छ। म चाहिँ मेरो गार्डनको लुक देखाउँछु। मेरो गार्डन चाहिँ यस्तो छ। गाइस अब म चाहिँ अटो कलेक्ट गर्नेवाला छु अनि सेल इन्भेन्टरी गर्नेवाला छु। कति मिल्छ हेरेर होला है। गाइस मलाई चाहिँ थोरै मात्र मिल्यो। गाइस म चाहिँ मेरो स्लट चेन्ज गर्नेवाला छु। गाइस अझै कति मिनट अझै 1 मिनट वेट गर्नु पर्थ्यो अरे। गाइस अब चाहिँ हेरौँ गियर सबमा चाहिँ के स्टकमा छ। वा पेट सब गियर सब हेरौँ। गाइस धेरैवटा चिज स्टकमा थियो। अब चाहिँ हेरौँ पासमा चाहिँ के छ। गाइस प्लिज मेरो मनी हेरिदिनु होला। अब चाहिँ म नै भोलि पर्सि एउटा गिभ अवे गर्नेवाला छु। प्लिज कमेन्टमा आफ्नो युजर नेम भनिदिनु होला अनि त्यसरी म गिभ अवे गरिदिउँला। प्लिज गाइस। गाइस अब म चाहिँ स्लट अर्को गर्नेवाला छु। अब हेरौँ कति चाहिँ ग्रो भएको रहेछ। गाइस यो चाहिँ यति ग्रो भएको रहेछ। मलाई चाहिँ क्रिम्सन थोर्न र बर्निङ बर्ड चाहिँ स्टकमा भेट्टा थिए। गाइस म चाहिँ लक्की पर्सन छु किनभने म चाहिँ खाली केही न केही राम्रो स्टकमै हुन्छ।
किनकि राम्रो स्टक हुन्छ तर क्यामेराको अगाडि होइन अफलाइन। गाइज म चाहिँ मोबाइल प्लेयर हो, प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होला। हेरौँला सिट सपमा के स्टकमा छ। के राम्रो स्टकमा थिएन तर मैले चाहिँ त्यो बटर कप भन्ने किनेको। अब म चाहिँ मेरो इन्भेन्टरी सेल गर्नेवाला छु। हल्ला लाग्छ कि मिलियन पाउनेवाला छु। 1 मिलियन कि 10 मिलियन कमेन्टमा गरिदिनु होला, कमेन्टमा भनिदिनु होला चाहिँ। अफकोर्स मैले चाहिँ 1 मिलियन पाएँ। म चाहिँ अब ट्रेडको त्यो अप्सन दिन्छु। गाइज प्लिज गिभ अवेको लागि चाहिँ आफ्नो नाम कमेन्टमा भनिदिनु होला र फ्रेन्ड रिक्वेस्ट मलाई पठाइदिनु होला। म चाहिँ मेरो नाम चाहिँ वाइबर ड्रागन CCC 5 वटा CE हुन्छ त्यसमा चाहिँ। अनि म चाहिँ यस्तो देखिन्छु। म चाहिँ स्टिल अफ जेनेरेटर ग्रो गार्डन र ग्ल्यामन जम्प धेर जस्तो खेल्छु। गाइज मेरो चाहिँ अर्को च्यानल पनि छ, त्यसको नाम चाहिँ गेमर प्रतीक हो। फेरि भनिदिनु होला कति मिलियन सक्छ प्लिज कमेन्टमा। 1 मिलियन कि 10 मिलियन। 1 मिलियन जति त मिल्यो। गाइज यो मनी चाहिँ मैले ट्रेड गरेर पाएको हो। गाइज अब म चाहिँ क्वाका सेल गर्नेवाला छु। सानोदेखि ठुलो के अरे यो सबसे सानो छ। अनि यो त्यसपछि यो सेल गर्छु अनि त्यसपछि यो। कुन चाहिँ धेरै वर्थ गर्छ हेर होला। यो चाहिँ 10K को जति थियो पहिलाको। अब यो चाहिँ आई थिङ्क 7K जति त हुन्छ। यो पनि 10K जति रहेछ। अब यो हेर होला। यो चाहिँ कतिको हो? 16K को। यो चाहिँ कतिको हो भन्दाखेरि हेर होला 14K को। अनि फेरि यही किनभने मैले सेल गर्न बिर्सेँ। खै सेल गर्छु। अब फेरि हेर होला कि सिट सपमा के स्टकमा हो। गाइज कमेन्टमा धेरैवटा कमेन्ट गरिदिनु होला र मेरो गार्डन चाहिँ लेट पनि गरिदिनु होला। रेट 10 आउट अफ।
मसँग चाहिँ बग एक धेरैवटा छ। म चाहिँ त्यो ब्याट बनाएँ है गाइस। यो चाहिँ फोनको त्यो गियर हो। यसले चाहिँ मजा आउँछ। हजुर चाहिँ सोचिरहनु भयो होला कि म चाहिँ ह्याकर हो, तर होइन गाइस। म चाहिँ एउटा नर्मल प्लेयर हो, तर म थोरै चाहिँ अमिर खालको छु, त्यही भएर। अब चाहिँ हामी हेर्छौँ पेट सपमा के स्टकमा छ। गाइस लेजेन्डरी चाहिँ स्टकमा रहेछ र कमन दुईवटा। अब गियरमा हेरौँ के राम्रो स्टकमा। फर्स्ट ट्रेडिङ कार्ड र सेकेन्ड हार्भेस्ट टुल र फेभरेट टुल र म्याग्निफाइङ ग्लास र पेट नेम रिरोलर र रिकल रेन्ज र ट्राभल र अफकोर्स वाटरिङ क्यान। अब सिट्समा हेरौँ। अब चाहिँ गार्डनमा गएर म चाहिँ प्लान्ट गर्नेवाला छु। बिन्स्टक सिड, अभाकाडो सिड र जायन्ट पाइनकुइन सिड्स, ग्रिन एप्पल, अनि एकछिनपछि अझै गर्नेवाला छु गाइस। फर्स्ट अभाकाडो र सेकेन्ड जायन्ट पाइनकुइन र थर्ड बिन्स्टक र ग्रिन एप्पल दुईवटा। मैले चाहिँ प्लान्ट गर्दै यता र यतातिर। अब फेरि म चाहिँ प्लान्ट गर्नेवाला छु बटरकप, यो के हो यो, र किवी। फर्स्ट किवी चाहिँ म यहाँ गर्छु, थोरै यहाँ पनि गरिदिन्छु र यो चाहिँ यहाँ। गाइस हजुरलाई चाहिँ लागिरह होला कि यो स्लोस भनेको चाहिँ के हो। यो चाहिँ धेरैवटा स्लोस हुने त्यो चिज। गाइस बर्निङ बोर्ड चाहिँ ग्रो भइरहेको रहेछ। खै एकछिन हेरेर आउँछु। अब म चाहिँ बटरकप 38वटा प्लान्ट त्यही पनि यहाँ गर्नेवाला छु, एउटै। गाइस मैले चाहिँ प्लान्ट थोरै गर्दा अब थोरै चाहिँ यहाँ गरिदिन्छु। गाइस मैले चाहिँ प्लान्ट गर्दा बटरकप चाहिँ यस्तो हुँदो रहेछ। म चाहिँ सबसे ठुलो बटरकप गर्नेवाला छु कलेक्ट। गाइस मसँग चाहिँ जिराफ छ र म स्टिल ब्रेन नोट पनि कहिले खेल्छु।
यो चाहिँ सबसे ठुलो मसँग भएको वाटर कप हो तर यो पनि जम्मै 95 को छ हो अब चाहिँ हेर यो ब्लुबेरी राम्रो हो कि यो वाटर कप राम्रो हो कि कोन राम्रो हो कि यो ठुलो वाटर कप राम्रो हो सब अब पहिला चाहिँ सबसे ठुलो एकछिनको लागि टप चाहिँ यो हो अब सेकेन्ड यो अझै यही टपमा हो अब यो अहिले पनि यही टपमा हो अब योसँग चाहिँ म्युटेसन ग्लिड वाला अफकोर्स यही राम्रो रहेछ म चाहिँ अब यो सेयर गर्छु है गाइज म चाहिँ स्टिल र ब्रेनर र क्लाइमेजम पनि खेल्छु गाइज अब म चाहिँ ट्रेड गर्नेवाला छु गाइज त्यो मान्छेले चाहिँ यत्रो राम्रो ट्रेड चाहिँ डिसलाइन गर्छ अब इन्डेक्समा हेर्दौँ के पेजबाट चाहिँ मसँग सबसे बेस्ट भयो के छ त्यो मात्र अब म राख्नेवाला छु गार्डनमा फर्स्टली जङ्क पोट खै जङ्क पोट गाइज मैले चाहिँ यत्रो ठुलो कुवाका देखेँ तर के गर्नु म जङ्क पोट ढुँडिरहेको छु गाइजहरू तपाईँहरूले चाहिँ जङ्क पोट देखेछ भने भनिदिनु यो पनि लेजेन्डरी रहेछ गाइस अब यो सिल्भर मङ्की हेरौँ यो पनि लेजेन्डरी म चाहिँ एउटा सिल्भर मङ्की नि पिकअप गर्नेवाला छ अब म चाहिँ हान्नेवाला छु द जङ्क पोट गाइस मैले चाहिँ राखेको जङ्क पोट अब म चाहिँ इन्डेक्समा गएर फेरि हेर्छु कुन चाहिँ राम्रो हो जङ्क पोट भन्दा थोरै मात्र जाइन्ट एन्ड चाहिँ थोरै मात्र राम्रो रहेछ मिठिक रहेछ त्यो पनि गाइज प्लिज भनिदिनु होला कि जाइन्ट एन्ड चाहिँ मैले भेटेँ अब म चाहिँ पिकअप गर्नेवाला छु सिल्भर अहिले नै एकछिन भ्यू गर्नेवाला छु म चाहिँ यो सिल्भर मङ्की पिकअप गर्छु
म चाहिँ फेरि टाइम राख्नेवाला छु। हजुरले चाहिँ यस्तै खालको कहीँ ब्राउन कलरको देखिन्छ भने मलाई चाहिँ भनिदिनु होला। त्यो चाहिँ जेन्टल मङ्की हो। अब फेरि हेरौँ सिड्स सपमा चाहिँ के स्टकमा छ। गाइस सनफ्लावर स्टकमा। मैले हजुरलाई भनेको थिएँ होइन म लक्की छु। अफलाइन गर्दा त झन् म सुपर लक्की। गार्डन म चाहिँ अब यो प्लान्ट गर्नेवाला छु यता। म चाहिँ यो यता राख्नेवाला छु। गाइस अब चाहिँ सब्सक्राइब गरिदिनु होला। म चाहिँ यो सेल गरिदिन्छु। अब भयो है गाइस, प्लिज सब्सक्राइब र लाइक गरिदिनु र कमेन्ट गरिदिनु होला।